52,000 ल्याएर जित्नु भएको थियो भने अहिले 65,000 नआएर उहाँलाई विजय गराएर हामी संसद भवन पठाउँछौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर 2 बाट मनोनयन दर्ता गराएका छन्। यद्यपि मनोनयन दर्ताका लागि उनी आफै भने आइपुग्न सकेनन्। पर्सा जिल्ला अदालतमा पेशी रहेका कारण उनी जनकपुरबाट कार्यक्रम सकेर पर्सातर्फ लागेका थिए र पर्साको पेशी पछाडि चितवन स्थित निर्वाचन कार्यालयमा आएर मनोनयन दर्ता गराउने कार्यक्रम तय भएको थियो, जसका लागि 1:30 बजे यहाँ आएर मनोनयन दर्ता गराउने तयारी रासोपाको रहेको थियो। तर रवि लामिछाने पर्सामै अदालती प्रक्रियामा रहेका कारण यहाँ आउन पाएनन् र उनले वारेस मार्फत आफ्नो मनोनयन दर्ता गराएका छन्।